रुमिसाजी हो सेवारो मेरो तपाईँ गुरु हो अब मलाई सिकाउनु पर्यो नि हिँड्नु न मुखै बिगार्ने जाँथे सम्पूर्णमा सेवा नमस्कार म चाहिँ आज अन्तिम किराँतीहरूको महान चाडको उपलक्ष्यमा धरानकोमा चाहिँ अन्तिम उभौली साँझ हुने भएकोले म चाहिँ यहाँ रत्नचोकमा आइपुगेको छु र आज चाहिँ रत्नचोकमा फाइनल्ली स्वागत सम्मान गर्नभन्दा पहिले हाम्रा प्रमुख अतिथिज्यूलाई सम्मान गर्ने कार्यक्रम रहेको छ। प्रमुख अतिथिज्यूलाई फिटा दुखाएर रुमिसाजी हो सेवारो वाउ कस्तो राम्री भएर आउनु भएछ नि किराँती पुरै किराँती भएर आउनु भएछ त आज लास्ट है यहाँनिर केही भन्नु न मेरो भ्लगमा भन्नु न आज है धरानको साकेला अन्तिम तपाईँ जानुहुने तपाईँको ड्युटी चाहिँ भन्नु नमिल्ने हो मलाई यस्तो हुन्छ भने त म पनि ड्रेस ल्याएर आउँथेँ नि ड्रेस लिएर आउँथेँ अरे काठमाडौँबाट हजुर तपाईँले के अरे आज पनि के अरे किराँती भएर यस्तो अल्छी गर्ने भन्नुभयो अनि म आइदिएको नि तर मलाई कस्तो रहर थियो धरानमा पहिलो पटक अब साँचेको खेला नाच्ने हो जिन्दगीमा पहिले पनि काकाउमा तल हिजोकोमा नाच्नै पाएन हजुर दुई 2083 सालको उभौली चाड चाहिँ धरानमा अन्तिम औपचारिक रूपमा यहाँ आजदेखि समापन हुन गइरहेको हुँदा सबैजना ड्रेस लाएर आउनुभएको छ यता हेर्नु न हौ मलाई साकेला सिकाउनु ल आज खतरा सिकाउनु ल धरानको सिल्ली हस् म तपाईँको पछि नाच्छु हेर्दै म कपी गर्ने चाहिँ फेरि आउँछ नि सिल्ली त आउँदैन म त हिजो गएँ हिजो कि कहिले पो थियो यसो गेमहरू खेलेँ पैसा चढायो अलिअलि म पनि डुले मात्रै के अरे डुले गेम खेलेँ अनि हर्क साम्पाङको भाषण सुने अनि आएको पहिले तपाईँसँग बोलेको थिएँ म त फेरि निधाएछु नि फेरि कति भने म त 3-3:30 बजी बिउ झ्याएको थिएँ अनि यत्रो आइसकेपछि किन छोड्ने भनेर म पनि चल्दै ल अब चाहिँ सुरु भयो यो चाहिँ औपचारिक रूपमा सुरु हुँदैछ यो चाहिँ यहाँको अतिथिहरूलाई सम्मान स्वरूप हिजो वडा स्तरीय सिल्ली कम्पिटिसन प्रदर्शनमा सेकेन्ड भएको टोली हो यो एउटा सानो सिल्ली निकालेर चाहिँ अतिथिहरूलाई सम्मान गर्दै गरेको छ साकेला नाच्नु आएको हामी साकेला नाच्नु आएको ननाची थाकिसक्यो थाकेर थकित मुडमा अब के गर्नु त अब यहाँनिर सुरु हामी नाच्नै पाएको छैन हेलो हेलो हेलो
फाइनल सम्पूर्णमा अब चाहिँ फाइनल्ली सुरु भयो सुरु साकेला नाच्ने अब टोलीहरू यता छ ल अब तपाईँ मेरो तपाईँ गुरु हो अब मलाई सिकाउनु पर्यो नि हिँड्नु न मलाई आउँदैन क्या ल हिँड्नु न लु फास्ट छिटो न खाजा पानीको पनि व्यवस्था छ यहाँ महीदेखि लिएर त छ्याङ फ्रीमा यो चाहिँ धरान 17 रत्नचोकमा आज साकेलाको अन्तिम साँझ भएको कारणले सबै फ्री खाजा नास्ता सबै खाजा खानुभयो किन खानु न म त नखाने हजुर यहाँ चाहिँ खाजा खाना सबै फ्री हामी चाहिँ यहाँनिर लास्ट थाकेर यहाँनिर सिल्ली नाचेर चेस गर्ने ल 2083 सालको भौली झारे ल सबैले मै झारे ल खोइ त केही हुन्न मम्मीले देख्यो भने हामी चाहिँ साकेला चिल्ली नाचेर थाकेर छ्याङ खाजा खाँदैछौँ यता हेर्नु त ल यो लास्टै अमिलो छ ल चाख्नु त चेस गरे ल ल ल ल बाई बाई ल ल ल ल ल ल ल ल ह्याप्पी साकेला ल मै झारे पनि भइसक्यो अब लास्टै अमिलो खानु त मिठो छ यो खानुभयो कस्तो छ नखानु म चाहिँ हजुर लास्ट अमिलो रहेछ म त खान्न ल म त नसक्ने भए लास्टै अमिलो न अमिलो छ चिनी हालेको छ क्या फेरि यहाँ खोइ तपाईँले त खाएको छैन हाल्नु न तपाईँलाई हाल्नु न एक गिलास हाल्नु अनि म पनि खान्छु चिनी हालेको छ कि भरे ल मै झारे चाट्ने ल ल ल ल ल खानु त मुखे दिखाने जाँटे हेर्नु त ल ल ल ल ल ल ल ल ल मुखै 4 मुजा बनाइदिने खालको यार मेरो चमर कहाँ हरायो दुईटा भाइले लगेको थियो सरी यता हेर्नु त
चमर त्यो भाइहरू नै कता गयो यता त छैन जस्तो छ भाग्दियो कि के हो हेर्नु न कता भाग्नु त भाग्दैन चमर हरायो चमर ट्यापे ट्यापे थियो आइहाल्छु त आइहाल्छु भनेर दिएको यहाँ छ जस्तो छ यो भाइ हेलो भाइ खोजिरह म ल म नाच्छु ल अब ल थ्याङ्क यू भाइ फाइनली चमर पनि भेटियो खोइ तपाईँको साथी खोइ त्यतै जाऊँ न नाच्नु अब गीत गाउनु न गोठैमा राम्रो बहरले सक्यो है फाइट पर्नु थाल्यो अन्तिममा फाइट पर्नु थाल्यो भाइहरूको ल अन्तिममा के भन्नुहुन्छ आजको सक्यो आज 2083 सालको उभौली पनि सक्यो है 83 मै रमाइलो चाहिँ गरियो यता हेरेर भन्नु न सेवा नमस्कार